कार्यक्रममा उपस्थित रहनुभएका रासोपाको विभिन्न तह र तबकामा जिम्मेवारीमा रहनुभएका साथीहरू, रासोपा शुभचिन्तक र देशका शुभचिन्तक लगायत उपस्थित तमाम सञ्चारकर्मीहरू लगायत सबैलाई एक मुष्टसम्म स्वागत र नमस्कार गर्न चाहन्छु। जय देश, जय घण्टी। यो समय अत्यन्त महत्त्वपूर्ण समय हो। हामी इतिहासको एउटा यस्तो महत्त्वपूर्ण ठाउँमा आइपुगेका छौँ, एउटा यस्तो जिम्मेवार ठाउँमा आइपुगेका छौँ कि यसपटक नेपाली जनताले आफ्नो भाग्य र भविष्य आफ्नै हातले लेख्नेछ। हामी त्यो सङ्घारमा छौँ। धेरै समय छैन अब निर्वाचनका लागि। यो निर्वाचन एउटा सामान्य तिथि मितिको निर्वाचन हुनेवाला छैन। वर्षौंदेखि यो देशले देखेको सपना पूरा गर्ने निर्वाचन बनेको छ। अधिकांश राष्ट्रसभामा लागेका साथीहरू हामी विभिन्न पेशा र व्यवसायमा काम गरिरहेका आम जनता हौँ, आम मानिस हौँ, आम जनजीवनका प्रतिनिधि थियौँ, जसले राजनीतिले दिएको विकृति र विसङ्गतिलाई स्वीकार नगरेर विद्रोह गरेर अगाडि बढ्ने निधो गरेका हौँ। त्यो विद्रोह सुरु गर्दाखेरि हामीले सबैभन्दा पहिला चितवनलाई गुहार्यौँ। चितवन गुहार्नुका पछाडि धेरै कारणहरू थिए। चितवनका आफ्ना मौलिकता छँदाछँदै चितवन सिङ्गो देशले रोजेको, लगभग सिङ्गो देशका मानिसहरूले बसोबास गर्ने एउटा ठाउँ भएको हुनाले हामीले चितवन रोजेका हौँ। हामीले बुझेर सिङ्गो देशको प्रतिनिधित्व हुने ठाउँ कहाँ हुन्छ भनेर चितवन रोजेका हौँ। मलाई पनि काठमाडौँ वरपर हुर्किएको मान्छे, काठ वरपर जन्मे हुर्किएको मान्छे, घरैको भात खाएर चुनावमा गएर लड्ने सुविधा थियो। कति पीडा छन्, षड्यन्त्रका कत्रा चाहिँ चाङहरू कुनिएका छन्। त्यस बारेमा कुरा गर्नलाई यो निर्वाचनमा भन्ने लागेको थियो, निर्वाचनमा होमिनुभन्दा अगाडि। तर मैले फेरि पनि महसुस गरेँ आफ्नो कुरा गर्दै गरौँला। तर नागरिकले पाएको दुःख पीडाका अगाडि मैले एउटा व्यक्तिले पाएको दुःख कुनै ठुलो कुरो होइन। त्यसकारणले यसपटक हामीले परिवर्तनका लागि इतिहास रच्नुपर्ने बेला आएको छ भनेर हामी तपाईँहरूले भने बमोजिम नयाँ साथीहरू, अलिकति आशा लाग्दा नयाँ साथीहरू एक ठाउँमा मिल र हामी तिमीहरूलाई भोट दिन चाहन्छौँ, तिमीहरूबाट परिवर्तनको आशा गरेका छौँ, तर तिमीहरू मिलेर देखाऊ भन्नुभयो। हामीले तपाईँको एउटै अनुरोधलाई स्वीकार गरेर शिरोधार्य गरौँ, किनकि संसारमा जनताभन्दा शक्तिशाली अर्को कोही पनि हुँदैन। जनताले मिल भने हामीले हाम्रा व्यक्तिगत माग मुद्दा, हाम्रा आफ्ना पद, आफूलाई के चाहिने, को मन्त्री, को प्रधानमन्त्री, सब चिज बिर्सिएर हामीले एक ठाउँमा उभियौँ। पहिला देश पहिला। यसपटक देशलाई निकास दिएर छाड्ने भनेर हामी मिलेका हौँ। र अब नेपाली जनताले आफ्नो मत त्यस मार्फत आफ्नो भाग्य र भविष्य बदल्ने समय आएको छ। हामीले सोचेनौँ, हामीले धेरै लामो समय पनि दिएनौँ। तपाईँले थाहा पाइहाल्नु, म कारागारबाट निस्किसकेपछि निरन्तर रूपमा दिन रात नभनिकन जसरी दौड गरेर यो ठाउँमा हामीले पुर्यायौँ, यसको पछाडि ठुलो कारण छ। लामो समय छलफल गरेर, आफूलाई केन्द्रमा राखेर आफ्नो के हुन्छ, आफ्नो राजनीतिक भविष्य के हुन्छ भनेर हेर्दाखेरि आज मुलुक यो अवस्थामा पुगेको हो। हामीले हाम्रो राजनीतिक चितवनले जुन आवाज उठाएको थियो, त्यो आवाजसँग एउटा ठुलो आशा र भरोसा जागेको थियो। त्यो एउटा नाताले म चितवन झरेको हुँ। अन्य कुनै नाता नभएको मलाई तपाईँ चितवनवासी दाजुभाइ दिदीबहिनीहरूले आफ्नो परिवारको सदस्यभन्दा कम गर्नु भएन। मलाई दुख्दाखेरि तपाईँको आँखाबाट आँसु आएको छ, तपाईँको आशीर्वादहरू मैले पाएको छु। कयौँले भाकल गर्नुभएको छ, देवी देउता भागेर। यो सामान्य कुरा होइन, यो गहन जिम्मेवारीका रूपमा मैले महसुस गरेको छु। म त्यसका लागि आभारी छु, म ऋणी छु, सत्कर्मबाट तिर्छु सबै। मलाई विश्वास छ यो व्यक्तिको कुरा होइन। मलाई लागेको थियो म आफ्ना कुराहरू गरौँला, मेरा कति दुःख छन्, कति पीडा छन्, षड्यन्त्रका कत्रा चाहिँ जाङहरू गुनिएका छन्, त्यस बारेमा कुरा गरौँला यो निर्वाचनमा भन्ने लागेको थियो। निर्वाचनमा हो, तर मैले फेरि पनि महसुस गरेँ आफ्ना कुरा गर्दै गरौँला। तर नागरिकले दुःख पीडाका अगाडि मैले एउटा व्यक्तिले पाएको दुःख कुनै ठुलो कुरो होइन। त्यसकारणले यसपटक हामीले परिवर्तनका लागि इतिहास रच्नुपर्ने बेला आएको छ भनेर हामी तपाईँहरूले भने बमोजिम
नयाँ साथीहरू, अलिकति आशा लाग्दा नयाँ साथीहरू एक ठाउँमा मिल र हामी तिमीहरूलाई भोट दिन चाहन्छौँ, तिमीहरूबाट परिवर्तनको आशा गरेका छौँ, तर तिमीहरू मिलेर देखाऊ भन्नुभयो। हामीले तपाईँको एउटै अनुरोधलाई स्वीकार गरेर शिरोधार्य गरौँ, किनकि संसारमा जनताभन्दा शक्तिशाली अर्को कोही पनि हुँदैन। जनताले मिल भने हामीले हाम्रा व्यक्तिगत माग मुद्दा, हाम्रा आफ्ना पद, आफूलाई के चाहिने, को मन्त्री को प्रधानमन्त्री, सब चिज बिर्सिएर हामीले एक ठाउँमा उभियौँ। पहिला देश पहिला, यसपटक देशलाई निकास दिएर छाड्ने भनेर हामी मिलेका छौँ। र अब नेपाली जनताले आफ्नो मत त्यसमार्फत आफ्नो भाग्य र भविष्य बदल्ने समय आएको छ। हामीले सोचेनौँ, हामीले धेरै लामो समय पनि दिएनौँ।